सानो बच्चालाई पनि जाड के ल चिसो चिसो चिया चिया पानी खाने चिया खानु न चिसो नबसम त्यस्तो छैन जाने गुलियो छाउने भुया बहिनी जाड खाने हो गम गम जाड खाने हो ए त्यस्तो भन्दैन यहाँ त थाहा पनि छैन कतिपयले यहाँ त संस्कार होला त्यो पनि हैन एउटा अब जानुपर्छ मात्र जसो खाना पनि जाड खाम त भन्छ खाने आज बडुमा हालिहाल्छ त्यही नजिक हालिदिएपछि त म खाना राख्न भने छाने जाड त हान्दा 2-3 घर जाँदा त छैन ढलेर आउँछ मान्छे जस्तो तोरी बारीतिर जाँदै पनि के कस्तो चिसो दिनुपर्छ भुरालाई पनि जाड दिन्छ नि यार बच्चाहरुलाई पनि कस्तो चिसो दिनुपर्छ भुरा पानी दिनु पानी पनि नदिनु जाड दिन्छ नि यार सबैजना गाउँभरि नै तामाङहरू गाउँभरि नै आफ्नो एउटा होला नि त त्यो भएर हो के ओके हामी चिसो खान चिया खान भन्दैन छैन पहिला गुन्द्रो छ भने पुरा जाड खाने त्यो बच्चालाई पनि हो बच्चालाई पानी दिनु भइहाल्छ नि है शीतल मासु हुँदैन उहाँले त खायो कि हालिदिन्छ नि फेरि यति छानी छ यति भ्याउनुपर्छ यति छानी भ्याउनुपर्छ यो त भन्छ भ्याउनु पनि छैन 2-3 घर गएपछि त्यतिकै ए पुग्छ त्यति ल मेरो मन राखिदिनु ल यति हाम्रो मन राख्दियो भन्छ मन राख्दा त्यो अब आफ्नै मन थाहा हुन्छ मनै ढाया भएर कसो फोन गर्ने जाल छाने दियो अनि खाना मन राखिदियो त्यस्तो भन्नु तामाङ भाषा मन राखिदियो यस्तो भन्दा तामाङ मन राख्नुपर्छ भन्छ त्यो मन राख्दा अब छैन यस्तो हुन्छ संस्कार हो आफ्नो आफ्नो जातको आफ्नो तपाईँ चिया खानु भन्छ होला है फेरि चिया म खान्न फेरि चिया लिपि मुख पोल्छ हजुर हाम्रो चाहिँ यस्तो चिया खाऊँ न ताजा चिसो के लिऊँ यताउति गरौँ न के छ खाजासाजा के गरौँ यताउति गरौँ भन्नुहुन्छ होइन जस्तै अब भयो होइन अब तिमीहरूकोमा चाहिँ जस्तै अब म आएँ घरमा होइन टक्क बसेँ ओहो भोटिनीजी तामाङको गाउँमा आइएछ तामाङको घरमा आइएछ केही छ बसौँ बास एकछिन बस्नको लागि थका मार्नको लागि आएको थियौँ यो अगाडिपट्टि मुढामा बसौँ होला है एकैछिन बुढामा भुइँमा गुन्द्रीमा ए गुन्द्रीमा बसौँ होला है एकैछिन ढाडा उडाउनु पर्यो जाल छाने मैले सोध्दै सिधै जाँदै लिएर आउँछौ सोधिनै तपाईँ के खानुहुन्छ तपाईँले के तातो चिसो सोध्दैनन् के सिधै भन्नै पर्यो तपाईँले भन्नुभयो खाना होइन मन राखिदिनुहोस् होइन थोरै मन राखिदिनुहोस् मन राख्नु पर्यो नि मन पानी पनि खान्न राख्नु पर्यो मन त्यस्तो भन्नु कहाँ हुन्छ मन राख्नुपर्छ हाम्रो भन्छ त्यो मन राख्दा अब त्यही हो अब शीतललाई मासु भने शीतल पनि हुँदैन फेरि ल त्यहाँनिर उहाँले जाड तपाईँ घरमा तपाईँ घरमा म गएँ ल के म त्यहाँ टक्क बसेर के भन्छ चिया कफी चिसो के खानुहुन्छ के लिएर आउनु त्यता गर्नु यस्तो लिएर आएर टक्क दिन्छ खान्छ नि त पानी सानी त्यही त हो नि हाम्रो चिया पनि खान पोल्छ यहाँ घटै खाइदिन्छ चियाले पोल्छ खान्न अनि यति हो त कसै पनि खान्न चिया त हाम्रो यहाँ गाउँतिर चिया खान्न पुरै यस्तो गिलास एक गिलास कमै खान्छ सेलाएर गुटु खान्न कि एक गिलास यस्तो ठुलो गिलास हो कि एक गिलास चिया हो त्यो कालो चिया कि कफीमा त यति 1-2 मुठा चाहिँ यति एक भरि ठुलो गिलास यत्रो चिया आगो पराउँछ आँचिन्छ होला एकछिन त है ल म चिया खाने भने होइन चिया त यत्रो गिलास एक गिलास हो पहिला झन् सुन न पहिला गाउँघरमा ग्यास स्यास हुन्थेन नि त होइन अनि कोही मान्छे पाहुना साउन आउनेमा कस्तो झन्झट हुन्छ होला कि पाहुना आगो सागो बालो दाउरा साउरा लिएर आऊ जङ्गलबाट दाउरा साउरा लिएर आऊ पुरा आगो सागो बाल चिया खोज्यो पानी हाल दुध दिन जाऊ दुध पनि नभेट्ने प्याकेटमा दुध पाउँथेन डेरी सेरी हुन्थेन जाऊ गएर दोको दुध छ भने भयो दुधको चिया खानु गऱ्यो भनेर भन्थ्यो होला नि यति तनाव हुन्थ्यो होला हाम्रो हजुर हजुरआमाहरूलाई यताउतिहरूलाई के ढ्याङ्ग्रो फुकेको
गएर दाउरा चिसो योभन्दा अगाडिको राति खाने खाने सुन न योभन्दा अगाडिको राति पानी परेर दाउरा भिजेको थियो भने झन् त्यो चिसो दाउरा पुग्दा पुग्दा बल्दै बल्दैन उता बुढाले ऱ्याक गरिसके पाहुनाहरूले चिया ल्याउँदिनुहोस् कि छैन ऊ छैन भनेर साइको भइसक्यो जबरजस्ती पुग्दा पुग्दा आगो बालेको छ यो भगवान् कति तनाव थियो होला बजेहरूलाई यार कति कति तनाव ल चिया त प्याटा अलि चिया पनि अलि त्योमा पकाउँछ नि के भन्छ अरे त्यो घुसाले इन्डक्सनमा तार सार घुसायो अहिले त चिया त घुसा पाकेको छैन यस्तो पाएको चिया पनि थोरै खाने चिया पनि थोरै खाने आजभोलि त थोरै चिया पहिला त गिलास पनि बाहिर थोरै दिन्छ तर भित्र थोरै हुन्छ गिलासमा हेरी अनि पहिला मासु पनि के सुन्नु न मासु सासु पक्ने बेलामा पाहुना साउना आउँदाखेरि एक बोलको यत्रो है एक बोर्डको मासुमा झोल टन्न हालेर पकाउनु पर्ने रोटी पनि टक्क रोटी गरे रोटी कडुक्क रोटी टोके झोल सुरुप्प पिदिए क्या अब एउटा रोटी खाने अरू झोल त हुँदै झोलै छैन अब कति तनावै तनाव आगो दिएर नि छुट्टाइ मिठो खान्छन् अनि ल हुन्छ ल ल ओके कति तामाङको जय भने त गाह्रो हुन्छ गाइज बाहुनहरूको बाहुनहरूको सबै ढोक्दैन होइन तामाङहरू के भन्छ तामाङको दुलाको त्यो एकपट्टिको त्यो एकपट्टि र दुईपट्टि दुलो त पाएटै भन्नुपर्छ त्यसो ढोक्नुपर्छ दुलाले तामाङको के दुई चाहिँ पुरै खुट्टा ढोक्नुपर्छ नि त्यो घुँडा टेकेर नि किन एकजना होइन सबैजना त्यहाँको आफ्नो त कसको त्यो केटीको दुलीको त्यो सबलाई ढोक्नुपर्छ बाहुनको चाहिँ फेरि ढोक्दैन होइन बाहुन ढोक्छ ढोक्दैन है ढोक्छन् बाहुनको खुट्टा ढोकेर बाहुनको चाहिँ हाम्रो चाहिँ त्यही हो क्या तर हाम्रो उता पाहाडमा झन् त मकानमा झन् त्यो बारीको पाटामा गर्ने बिहे पनि दुलाको पाहाड त पुरै फुस्रै बारीमा ढोक्दै हिँड्ने क्या बारी हिँड्ने ढोक्दै अनि पुरै उहाँ त घर आउँदैन खासै सानो हुन्छ घर अनि टक्कर सानो त्योमा पराल टाङ्दिने अनि पराल भुइँमा छ त्यही सुकी पराल ओछ्याएर जन्ती सबजना ठिक छ भोलि जान्छु म राम्रोसँग बस ल केयर गर्नु आफ्नो टाइममा खानु टाइममा सुत्नु ल हुन्छ राजाहरू साँच्ची किन भनेको कि लास्ट भइरहेको लास्टै पहिला जस्तो मजा आउने छोडे दाइको लाइफमा आज भोलि यताउति लगाएर बिरामी पनि त भएको छ राजाहरू बुझ्दैन यार त्यो कमेन्ट को स्क्याम गर्न आयो welcome my dude, welcome